यहाँ आएर यसै आमा घरभित्रै छिराइदिएछ त नि बाफ रे लभली चुप्पै खाइदिउँ कि ओर्लेर मा टोक्ने कता हिँडेको बिजुली बालेर ल यार Welcome back to my channel once again. यो 6 लेन चिल्लो मक्खन बाटोदेखि चाहिँ भिडियो स्टार्ट गरिरहेको छु। आज चाहिँ स्याटरडे अफ कोर्स यु नो सबैजना अफ नै हुन्छन् अनि त्यही अफ भएर एकदम गर्मी खाएर वाक्क लागेर कुलमान घिसिङलाई निकालेपछि त ल्यान्ड गएको गई माट टोक्ने यति गर्मी खप्नै नसकेर हो क्या आज निस्केको बाहिर। सो बमजन ब्लग्स र म चाहिँ वी आर हेडिङ टुवर्ड्स बेरेडार। किप अन ट्युनिङ गाइज। आज रोइला हान्नुपर्छ रोइला। A few moments later. किन बुझेको भन्दाखेरि चाहिँ यतापट्टि हेऱ्यो भने पुरै सुक्खा छ क्या। सी यतातिर हेऱ्यो भने पुरै रातो सुक्खा यो देख्नु हुँदैछ नि सबै पुरै वाइल्ड सुक्खा छ क्या। अब राइटतिर हेर्नुभयो भने चाहिँ पुरै हर्रा बर्रा छ हो। यता आगो लागेर जस्तो भएको र यता चाहिँ आगो नलागेर जस्तो भएको हो कि के हो यो तिमी गाइज नो कमेन्ट सेक्सनमा टक्क अलिकति छोटो छोटो तरिकाले चाहिँ मलाई बुझाइदिनु होला। हेर्नु न यता चाहिँ पुरै यता चाहिँ विरक्त लाग्दछ हेऱ्यो भने ठ्याक्क अब राइटतिर हेऱ्यो भने चाहिँ हराइहाली 42 PM अनि तरुराको हेरिकन यहाँ पनि काइन्ड अफ सेम उस्तै छ वेदर त्यस्तो फरक चाहिँ छैन। एन्ड वी हेभ जस्ट एन्टर्ड धरान। अब मेरो भ्लगको थ्रुबाट जति लेख्नु रहेछ वेलकम टु धरान हाम्रो डाक्टर शशाङ्कको सहरमा तपाईँलाई धेरै धेरै स्वागत छ। अब पहिला चाहिँ हर्का सम्पाङको सहरमा स्वागत छ भन्थ्यो अब अहिले डाक्टर शशाङ्क हाम्रो सरले चाहिँ एकदम मार्केट खाइरहेछ नि त त्यही भएर चाहिँ अब वेलकम टु हिज सिटी। मा कसम वैशाख सकिनु पाएको छैन यस्तो गर्मी छ यार अहिले नै। पछि असार साउनतिर कस्तो खालको के होला भदौतिर त आमामा मरिन्छ होला त नि। भदौ असोजतिर त फाँकै बनाउने भयो। यहाँनिर यो 0 पोइन्टमा आज एउटा दुर्घटना भएको रहेछ गाइजहरू। एउटा हायस माथिबाट आउँदै थियो कि यहाँबाट जाँदै थियो कुनै है झ्याममै तपाईँको घरभित्रै छिराइदिएको थियो क्या एउटा हायस ब्लू कलरको थियो। त्यो तपाईँले अब समाचारमा पनि कहाँ देख्नुहुन्छ होला झ्याममै छिराइदिएको थियो। 0 पोइन्ट भन्थ्यो यहाँ हो कि ए यहाँ आएर यसै आमा घरभित्रै छिराइदिएछ त नि पार्किङ गर्दिने भनेको थियो होला बाफ रे। तर अघि मैले सुन्दाखेरि होइन मान्छेले चाहिँ केही पनि भएन अरे त्यो प्यासेन्जरहरूलाई पनि ड्राइभरहरू पनि केही भएन अरे। पार्किङ गलत भयो गुरुजी पार्किङ गलत भयो। यस्तो मजाक नबनाऊ मलाई यार बिचारा यार यस्तो मजाक नबनाऊँ साथीभाइ हो होइन। कति केही बितिरहेको होला गुरुजीलाई तनाव होला हुन्छ एक्सिडेन्ट भनेको हुन्छ दुर्घटना भनेको त्यही त हो बाजा बजार आउँदैन होइन। यो यस्तो युनिक छ पर्पल कलरको यो रुख यो फुल मा कसम आई क्याचिङ लभली चुप्पै खाइदिउँ कि ओर्लेर मा टोक्ने। अब यो पेट्रोल पम्प कटिसकेपछि चाहिँ ठ्याक्कै उकालो त अघि लागेको तर अब खाटी शीतल चिसो उकालो हामीलाई भेटरको फिल कता कता सुरु हुने भनेको चाहिँ यहाँदेखि हो। हेर्नु न 81 छाया शीतल आरे रे 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 यतिको शीतल र यतिको मौसम चाहिँ तलतिर भइदिएको भए त कति ठुलो कुरो नि हाम्रो लागि त तल त पाकेर मरिन्छ। सम्झी जिसु जाएर अझै यो बिजुली के साह्रो काटेको बिजुलीमा टोक्ने बिजुली भन्दाखेरि त गीत पो याद आयो मलाई त कता हिँडेको बिजुली बालेर चुप्पा खाइदियो हो झन्डै जिपले त नि ट्रकलाई आहिस्ता आहिस्ता जम ओभरटेक हान्नु हुँदैन आइसकेको छौँ साथीभाइहरू। तर यहाँ चेन्ज के छ फरक के पाइन्छ त पहिलाको हेरिकन खासै त्यस्तो त केही छैन सबै त्यही हो। भ्यू पोइन्टबाट हेर्नेकै यही धरान भ्यू हो एक झलक उतो चिन्ने डाँडा जाने पुल होइन त्यस्तो फरक केही छैन। तर यो प्रदूषित भएर चाहिँ होला अलिक वातावरण यस्तो क्लियर देखिएको छैन अलिक परसम्म देखिन्थ्यो एकदम
एकदम एयर पोल्युसन छ साथीभाइ हो के भन्ने र अब यताको चेन्जेस भनेको चाहिँ के छ र यही हो एउटा यही हो एउटा यही हो के छैन बस त्यति नै छ यीको गोरेटोमा साथीभाइ हो हामीलाई एक जमानामा होइन ठ्याक्कै 10 वर्ष भयो 72 सालमा भुइँचालो गएको त्यो वर्षमा हामी ट्रेनिङ सेन्टर बस्दाखेरि चाहिँ म ट्रेनिङ सेन्टर बस्दाखेरि चाहिँ हो यो निशाने खोलासम्म चाहिँ डोको गाडी हामीलाई ल्याएर आउँथ्यो क्या चट्टासँगले त्यो भानुचोकदेखि स्टार्ट भन्दा पनि बगरकोटको पुलदेखि स्टार्ट हुन्थ्यो 4 बजे 3:30 बजे हामीले बिहानै लाने अनि आफूले त्यो पुल मुनि गएर चाहिँ गिटीहरू हातले त्यो टुलहरू केही नपाएन हातले खनेर चाहिँ खोदालेर चाहिँ अनि बोरामा भर्ने अनि त जोग्दै 24देखिको 25 को किलो जति गिटी भारी चाहिँ हामी डोकोमा लाएर त्यहाँदेखि चाहिँ यो निशाने डाँडा खोलासम्म चाहिँ आउनु पर्थ्यो बिजोकका दिनहरू अरे यहाँ त मामा पनि छड्केको बस्नु रहेछ द बेस्ट बाटो भ्यू भनेको चाहिँ मलाई यही हो यहाँ सर दामी लाग्छ यो भ्यू चाहिँ हेरिरहनु मन लाग्छ मलाई चाहिँ के भयो ल यार चल्दिउँ के गर्नु ल यार लफडा भयो त नि जाम बनाइदियो गुर्जीले पेल्यो कि के हो ओभरटेकिङमा पेल्दा क्या यता हात्यो खै के भन्नु अब भोगन जानु न चिसो हावा खानु गएको माटोक्ने के हुँदैछ आज चिसो आउँदैछ हावा चाहिँ तर यो बाइक स्कुटरमा नहिँडेको भए चाहिँ सेम वेदर सेम भेरेटर त आयो तर टिल घाम लागिरहेछ कता हल्का चिसो हावाले छुए जस्तो मात्रै भइरहेछ त्यत्रो बाटो हामी यहाँ चिसो हावा खान आएको छैन चिसो यहाँ भेरेटरको मौसम प्रेडिक्ट गर्नै सकिँदैन के अब के थाहा भयो एकछिनमा अब अँध्यारो भइदिन्छ चिसो हुन्छ फेरि एकछिनमा बादल हटेर घाम लागिदिन्छ अहिले चाहिँ ठिकैको छ ल गाइज वेलकम टु भेरेटार दिस इज द होम टाउन मेन चोक हो यो चाहिँ भेरेटारको चट्ट पाडामा यतातिर सागसब्जीहरू पाउँछ त्यतिर चाहिँ छुर्पी धनकुटे बिस्कुट कहाँ जाने हामी ल भेरेटारदेखि मासतिर जाने बाटो राजारानी जारबाट चाहिँ कन्स्ट्रक्सन पुरै सुरु हुँदैछ यहाँ बाटो बढाएछ अब त्यस्तै हो छेउछेउको होटललाई चाहिँ अलिक गाह्रो पऱ्यो होला सो सौभाग्य होटल एज युजुअल हामी भेरेटार आउँदाखेरिको चाहिँ भिजिट गर्ने खाजा खाने ठाउँ चाहिँ यही हो सौभाग्य होटल भेरेटार तर म चाहिँ फुल छु म खासै के खान्न होला 2 hours later. जनाले टन्नै खाएको थियौँ अलरेडी सो के खाएनौँ हामीले यहाँनिर हामीले एक्सट्रिम चाहिँ खायौँ तिर्खा ल्याएर थियो है चिसो हावा चलिरहेछ है चिसो हावा चलिरहेछ जस नट ब्याड
भान्जाले मलाई खोइ अझ कता कता लाने हो के अरे त्यो ठाउँको नाम चियाबारी ल लेट्स गो हल्का रमाइलो ओ यो त्यस्तो धेरै टाढो होइन हामी जानुपर्ने भनेको त्यहीँनिर हो चौकीको ठ्याक्क पल्लोपट्टि कहाँ राख्ने गाडी चाहिँ यहाँ राखिदिउँ धान्छु क्यो रापले फकाउँछ चियाबारी अरे चियाबारी यो भेटेर चियाबारी हो सही रहेछ त नि नाइस नट ब्याड चट्टसँग भेटादेखि त्यहाँदेखि चाहिँ पछिबाट त जाने ठाउँमा चाहिँ रहेछ यो चिया मटका चाहिँ स्पेसल जस्तो लाग्यो यहाँनिर मटका छ आइएम नट द्याट टी टाइप अफ गाई कफी चाहिँ रुचाउँछु म अलिक चियाभन्दा पनि नाइस 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 Many unbearable hours later. 2:20 गइसकेको छ एन्ड हामीले भेडेडारको चियाबारीलाई बाई बाई गरेर अब यो चोक भेडेडार चोक हुँदै हामी झर्दैछौँ तलतिर अब जाउँ भने कता जाउँ सबै त्यही ठाउँ अब उतातिर जाउँ भने धुलेसरी बाटो बनिँदैछ रहेछ सो वी डिसाइडेड टु हेड ब्याक टुवर्ड्स आवर ओन होम टाउन बिच बाटोमा फर्किँदाखेरि के कसो हुन्छ अघि त्यहाँनिर देखिहाल्नु होला रोड रेस घरि माइक्रो घुसाइदिन्छ भित्र हेर्दै जाउँ न आज के देखिन्छ आज के देखिन्छ तपाईँ साथीभाइहरू माझमा हामी छर्लङ्ग एकदम चतर चतर केही पनि नलुकाई हामी पुरै सेयर गर्नेछौँ वक देख्नुहुन्छ त्यो खोलेको धेरै भइसक्यो तर म अहिलेसम्म गएको छैन त्यहाँनिर के चाहिँ पो छ र 500 अरे एन्ट्री नै तपाईँ 1-2 मिनट मान्छेको भिडले मजाले त्यहाँ फोटो खिच्न पाइँदैन के गर्न पाइँदैन आफ्नो मेरो विचार है त्यो चाहिँ गयो पैसा फाल्यो त पैसाको नष्ट मात्रै त 500ले त बरु यसमा त लगभग पेट्रोल फुल हुन्छ त्यो पेट्रोल फुलले त हामी त कता कता घुमिन्छ खानै पऱ्यो भने पनि 500ले उब्रिन्छ होला अझै हुनु त अब आफ्नै विचार हो त्यस्तो अफेन्सिभ नभइदिनु होला फेरि मलाई गाह्रो हुन्छ रिप्लाई गर्नु अहिले हामी तर आइसकेको छौँ साथीभाइहरू ट्राफिकमा अब अगाडि बसिराख्नु भएको छ कसको दिन अलिक खराब छ विचार गरेर कृपया सवारी चलाउनु होला अब म तपाईँहरूलाई एउटा ठाउँ लान्छु अहिले त्यो भनेको चाहिँ पोर्क मोमो यति मिठो पाउँछ वान अफ द बेस्ट पोर्क मोमो एट तरहरा कहाँनिर पाउँछ भने त्यो बेस्ट पोर्क मोमो चाहिँ यो तरहरा चोक भयो है उता इटरी जान्छ हामी धरान बढाउँदैछौँ यता तरहरा बजार आज मेला हो भिडै छ मान्छेको चापै छ चट्टसँग सर्लक्क यहाँनिर हो दिस इज किरात होटल यहाँनिर वान अफ द बेस्ट मोमो यति मिठो पाउँछ पोर्क मोमो चाहिँ मा कसम तपाईँहरू नजिकै हुनुहुन्छ कतैतिर हुनुहुन्छ आउनुहोस् तपाईँहरूलाई आफ्नो गाउँठाउँको खाँदा न्याक्क भएको होला यहाँको चाख्नुहोस् तपाईँको एक प्लेटमा 10वटा दिन्छ साइज पनि ठुल्ठुलो जुसी यु विल नट रिग्रेट इट प्लेटको मात्र 150 चट्टपटामा हाम्रो खाजा आएको छ मेरो चाहिँ पोर्क मोमो हो भान्जाको चाहिँ चिकन मोमो भान्जा एकछिन मजाले निदायो अब अघि भने लोकेसन कहाँ हो तपाईँहरू आउनुहोस् न त रिग्रेट गर्नुहुन्छ एकचोटि आउनुहोस् तपाईँहरू नजिकै हुनुहुन्छ भने चाख्नै पर्ने हुन्छ क्या तपाईँहरू यति मजाको छ खाएर देखाइदिनु पर्यो तपाईँहरूलाई यार अति भयो खाएरै देखाइदिन्छु म तपाईँहरूलाई स्वाट हतारमा दामी डिप हान्ने यसरी वाओ मुखमा पानी छ यार अब छोटा तो उसको त्यो भित्रको फिलिङ्सहरू हुन्छ नि त्यो जे लगाएको हुन्छ नि त्यो भावना फिलिङ्स भने होइन टीमा अति मजाले ठुसके लगाएको हुन्छ क्या इन्जोय गाइस मजाको खान्छ एकछिन तपाईँहरू हेर्दै गर्नुहोस्